कुमार शाही बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत छु। म यहाँहरूलाई यो डिएचआइस 2 मा डेटा भेरिफिकेसन कसरी गर्ने, डेटा भेरिफिकेसन टुलको प्रयोग कसरी गर्ने भन्ने विषयमा एउटा भिडियो बनाउन गइरहेको छु। सर्वप्रथम हामीले जुन अर्गनाइजेसन युनिटको चाहिँ डेटा भेरिफाई गर्न जाँदैछौँ त्यसको लगइन गर्नुपर्ने हुन्छ। मेरोमा अहिले मैले बेलडाँडी गाउँपालिका कञ्चनपुर ओभरअल गाउँपालिकाकै लगइन गर्छु। र यो लगइन गरिसकेपछि खास गरेर हामीले यो डेटा भेरिफिकेसन टुल अहिलेको अवस्थामा किन जान्ने भन्ने विषयमा विभिन्न डेटा सेटहरूमा कुन महिनामा चाहिँ हाम्रो चाहिँ एररहरू भएको छ, यो एररहरू पत्ता लगाउने र त्यो एररहरू मिनिमाइज गरेर चाहिँ हाम्रो डेटालाई चाहिँ कसरी चाहिँ भेरिफाइड र भ्यालिड बनाउने भन्ने विषयमा चाहिँ यो डेटा भेरिफिकेसन टुल एकदमै प्रभावकारी रहेको छ र यसको प्रयोग जान्न पनि आवश्यक छ। यो टुल हाम्रो गण्डकी प्रदेशको प्रवीण भण्डारी सरहरू लगायतको टिमले चाहिँ डेभलप गरेको हो र यो सर्वप्रथम यसको प्रयोग अहिले हामीले पनि जान्न किन जरुरी छ भने गत वर्ष यो 2082-83 को श्रावणदेखिको डेटा सेटहरू चाहिँ अहिले ओपन भएको छ। 2083-84 को श्रावण 15 गतेसम्मको लागि र यो अवधिमा हामीले हाम्रा डिएचआइस 2 मा प्रविष्टि भएका डेटाहरूमा केही एररहरू छन् भने तिनीहरूलाई चाहिँ सच्याउनको लागि यो अवसर पनि हो र त्यसको लागि यो डेटा भेरिफिकेसन टुलको प्रयोग कसरी गर्ने भन्ने विषयमा एउटा भिडियो बनाउँदैछु। सर्वप्रथम यसरी लगइन गरिसकेपछि हामी यो ड्यासबोर्ड भन्नेमा जान्छौँ। यस्तो खुल्छ र ड्यासबोर्डको यो ड्रप डाउन एरोमा क्लिक गरिसकेपछि यहाँ भेरिफिकेसन टुल 2082-83 अपडेटेड भनेर चाहिँ देखिन्छ र यो खुलिसकेपछि हामीले यसमा क्लिक गर्छौँ। यो क्लिक गरिसकेपछि यहाँ यस्तो खालको चाहिँ सिटहरू चाहिँ हामीले देख्न सक्छौँ र यसमा एउटा यहाँ हेर्न सक्छौँ हामीले भेरिफिकेसन टुल्स 2082-83, अर्को 1 डेटा 2082-83, अर्को 2 डेटा 2082-83 अपडेटेड भनेर चाहिँ खुल्छ र यसपछि चाहिँ हामीले सर्वप्रथम के गर्छौँ भने यो डेटा भेरिफिकेसन टुल्स भन्नेमा चाहिँ क्लिक गर्छौँ र यो क्लिक गर्ने बित्तिकै डाउनलोड भइहाल्छ र डाउनलोड हुने बित्तिकै हामीले यसलाई चाहिँ यो फोल्डरमा गएर खोल्छौँ। डाउनलोडेड फोल्डरमा मेरो 2-3 वटा चाहिँ डाउनलोड अलरेडी भइसक्या भएर यो चाहिँ यसरी खुलेको छ। ल यसलाई मैले रिनेम गर्न सक्छु, डेटा भेरिफिकेसन। यसलाई चाहिँ मैले रिनेम गरिदिएँ आफ्नो पछि बुझ्नलाई सजिलो होला भनेर। बिएल मात्रै लेखेँ, बेल डेटा भनेर चाहिँ मैले सेभ गरेँ र अब यसलाई खोल्छु मैले र यसलाई खोलिसकेपछि यो एक्सेल सिट खुल्छ। यसलाई मैले म्याक्सिमाइज गरेँ। यो गर्दाखेरि चाहिँ यो खालको चाहिँ यसमा देखिन्छ। बाई डिफल्ट चाहिँ हाम्रो डेमो डेटाहरू चाहिँ यसमा राखिएको हुन्छ र यो यस्तो डेटाहरू चाहिँ यसमा डेटा सेटहरू यता हुन्छ र यतापट्टि चाहिँ हाम्रो चाहिँ टोटल एरर पर्सेन्टेज कति छ यसमा देखिन्छ। त्यसै गरेर टोटल हाम्रो डेटा सेटहरू 1941 मध्येमा 1587 चाहिँ ट्रु छन्, 354 चाहिँ फल्स छन् भनेर चाहिँ यसकै आधारमा चाहिँ एरर पर्सेन्टेजहरू चाहिँ देखिन्छ र यहाँ चाहिँ यो बाई डिफल्ट त्यो डेमो डेटाहरूको चाहिँ देखाएको हो। अहिले चाहिँ 18% देखाएको छ र अब हामीले चाहिँ हाम्रो हेल्थ फेसिलिटीको डेटाहरूलाई चाहिँ कसरी हेर्ने
भन्ने विषयमा जान्छौँ। यसमा चाहिँ यतापट्टि डेटा सेटहरू, डेटा एलिमेन्टहरू यतापट्टि हुन्छ भने यतापट्टि मन्थहरू कुन महिनामा भयो, श्रावण, भाद्र, अश्विन, कार्तिक, मङ्सिर, पौष, माघ, फागुन, चैत्र, वैशाख, जेठ, असार भनेर चाहिँ यसरी हुन्छ। र यतापट्टि कुन कुनमा चाहिँ हाम्रो एरर छ त्यहाँ चाहिँ रातो चाहिँ देखाउँछ। अब हाम्रो अर्गनाइजेसनको चाहिँ के एरर छ भनेर हेर्नको लागि फेरि हामी त्यहीँ जान्छौँ अघिकै ठाउँमा। यो ड्यासबोर्डबाट यसरी हामीले यो खुलेको छ र सर्वप्रथम चाहिँ हामीले यसलाई चाहिँ यो 3 डटमा क्लिक गर्छौँ, 1 डेटालाई, त्यसपछि 2 डेटालाई त्यसपछि गर्छौँ। 1 डेटालाई चाहिँ हामीले यहाँ 3 डटमा क्लिक गरिसकेपछि ओपन इन डेटा भिजुअलाइजर एप भन्ने हुन्छ, यसमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि हाम्रो यो पाइभट टेबलमा यो डेटा भिजुअलाइजरमा चाहिँ यो अघिको डेटाहरू चाहिँ खुल्छ र जसमा चाहिँ हाम्रो यो डेटा अलरेडी सेलेक्टेड के छ यसमै छन्। सबै डेटाहरू यतापट्टि छ। त्यसै गरेर चाहिँ पिरियड चाहिँ अलरेडी सेलेक्टेड, यो श्रावण 2082 देखि असार 2083 सम्मको चाहिँ डेटा सेलेक्टेड छ। त्यसै गरेर अर्गनाइजेसन युनिट चाहिँ हाम्रो जुन अर्गनाइजेसन युनिटको चाहिँ लगइन हामीले गर्यौँ त्यही बाई डिफल्ट चाहिँ यसमा चाहिँ टिक लागेको हुन्छ, त्यसकै डेटाहरू चाहिँ आएको हुन्छ। र यसमा चाहिँ हामीले चाहिँ अहिले मैले बेलडाँडी गाउँपालिकाको खोलेको छु र यो भित्रको चाहिँ अरू अर्गनाइजेसन युनिटहरूको चाहिँ खोल्न चाहेँ भने सर्वप्रथम यसलाई मैले अनमार्क गर्छु। त्यसपछि जस्तो 1 नम्बर वडामा चाहिँ हाम्रो बेसिक हेल्थ सर्भिस सेन्टर छ, यसलाई मार्क गर्छु र यसलाई अपडेट गर्छु। यदि हामीले BHSC 1 को चाहिँ डेटा चाहिएको छ भने चाहिँ त्यस्तो गर्छु। त्यसै गरेर चाहिँ BHSC 2 यो 2 नम्बर वडाको बेलडाँडी PSC को चाहिँ गर्छु भने यसलाई टिक गर्छु, यसलाई अनमार्क गर्छु। यसै गरेर चाहिँ मैले चाहेको चाहिँ अर्गनाइजेसन युनिट चाहिँ यसरी सेलेक्ट गर्न सक्छु। अहिले बाई डिफल्ट चाहिँ युजर अर्गनाइजेसन युनिट नै मैले गरेँ र यसलाई अपडेट गरेँ। मैले अपडेट गरिसकेपछि यो 1 डट डेटा चाहिँ खुलेको छ, यसलाई मैले डाउनलोड गर्छु। डाउनलोडमा गइसकेपछि excel.xls फर्मेटमा चाहिँ यसलाई मैले डाउनलोड गर्छु। र यो डेटा डाउनलोड भइसकेको छ, डेटा 2 भनेर चाहिँ डाउनलोड भएको छ। यसलाई मैले क्लिक गर्छु र खोल्छु र यसलाई मैले ओपन गर्छु। यो डेटा यसरी ओपन भइसकेको छ। यसरी ओपन भएको डेटा अब मैले यसलाई के गर्छु भने कन्ट्रोल A गर्छु अथवा यतापट्टिको यो ट्रायंगलमा क्लिक गरेर सबै सेलेक्ट गर्छु र यसलाई चाहिँ कन्ट्रोल C गरेर कपी गर्छु। र कपी गरिसकेपछि फेरि अघिकै डेटा भेरिफिकेसन सिट जुन थियो बेल भनेर सेभ गरेको, यसलाई खोल्छु मैले। त्यसको यो 1.mb डेटामा चाहिँ क्लिक गर्छु। यहाँ खोल्दाखेरि चाहिँ डेमो भनेर चाहिँ यो पहिलो यो फिल भएको चाहिँ डेमो भनेर खुल्छ, त्यसमा कर्सर राख्छु र अघिको कपी भएको हामीले डेटा छ त्यसलाई चाहिँ यहाँ गएर पेस्ट गर्छु। पेस्ट गर्न कन्ट्रोल V पनि गर्न सकियो अथवा राइट क्लिक गरेर पेस्ट पनि गर्न सकियो। र यो भइसकेपछि एउटा डेटा हाम्रो आइसकेको छ। र अर्को हामीले फेरि के गर्नु पर्यो भने अघिकै यो खुलेको यसमा हाम्रो अपडेटेड भन्ने छ, डेटा 2082-83 अपडेटेड 2 डट डेटा 2082-83 अपडेटेड भनेर छ। यसलाई पनि अघि 1 डेटा 2082-83 जस्तै गरेर 3 डटमा जान्छु, ओपन इन डेटा भिजुअलाइजर एप। त्यो गरिसकेपछि फेरि त्यो डेटा खुल्छ र यो डेटालाई चाहिँ यतापट्टि भएको यही डाउनलोडमा गएर डाउनलोड गर्छु। excel.xls फर्मेटमा डाउनलोड गर्छु र यो डेटा डाउनलोड भइसकेको छ। डेटा 3 भनेर डाउनलोड भएको छ, यसलाई मैले फोल्डरमै खोल्छु। कहिलेकाहीँ झुकिन सक्छ यो डेटाहरू धेरै डाउनलोड भएको भएर, त्यही भएर खोलेर बल्ल यसलाई मैले डेटा 3 लाई चाहिँ ओपन गर्छु।
यसरी डेटा 3 ओपन भइसक्यो छ, यहाँ डेटा 3 नै छ नि है। र यसरी डेटा 3 ओपन भइसकेपछि फेरि यसलाई पनि अघि जस्तै मैले के गर्छु त सबै सेलेक्ट गरेर कपी गर्छु, कन्ट्रोल सी गर्छु र अघिकै हाम्रो डेटा भेरिफिकेसन जुन बेलडाँडीको थियो त्यही खोल्छु र त्यसको डेटा 2 मा गएर चाहिँ यो डेमो भएको ठाउँमा कर्सर राखेर यसलाई यहाँ गएर पेस्ट गरिदिन्छु र यो पेस्ट गरिसकेपछि हाम्रो चाहिएको अर्गनाइजेसनको डेटाहरू यहाँ आइसकेको छ। अब यतापट्टि यो ग्रीन कलरमा भएको डेटा भेरिफिकेसन सिटमा चाहिँ केही चेन्ज भयो कि भएन त्यो हेर्छौँ। यो खोलिसकेपछि यहाँ चेन्ज आयो। अघि 18% बाई डिफल्ट त्यो डेमो डेटाहरूको देखाएको थियो भने अब बेलडाँडी गाउँपालिकाको डेटाहरू आइसकेपछि 9% एरर पर्सेन्टेज देखायो। जम्मा 1941 मध्ये 1765 ट्रु र 176 चाहिँ यसमा चाहिँ हाम्रो फल्स डेटाहरू छन् भनेर चाहिँ यो टुलले देखायो। र अब यसलाई हेर्ने कसरी भन्दाखेरि यतापट्टि हाम्रो चाहिँ यो डेटाहरू यतापट्टि हुन्छ, यतापट्टि कुन महिनामा छ त, यो सबै ग्रीन भएको चाहिँ हाम्रो डेटा ट्रु छ भन्ने हो। अझै पनि हाम्रो यो रिपोर्टिङ रेटमा चाहिँ यो असारको चाहिँ सबैले रिपोर्ट नगरेको भएर चाहिँ यतापट्टि 40-40 देखाएको छ। अनि फल्सहरूलाई चाहिँ यसरी देखाएको छ, जस्तो हाम्रो यो आउट पेसेन्ट मोर्बिडिटी रेट, मोर्बिडिटी 4 को यो रिपोर्टिङ रेट चाहिँ 18 मा चाहिँ यो श्रावण महिनामा चाहिँ अब कुन संस्था कुनैको चाहिँ यो रिपोर्ट भएको छैन, त्यसैले 80 देखाएको छ। यो फल्स देखायो श्रावण महिनामा। भाद्रमा त्यसै गरेर यो ल्याबोरेटरी सर्भिसको रिपोर्टिङ रेट चाहिँ भएको छैन भन्ने देखायो। त्यसै गरेर चाहिँ यतापट्टि अर्को फल्स भनेको चाहिँ हाम्रो पौष 2082 मा देखायो, या 80 या 50 देखाएको छ। त्यसै गरेर चाहिँ यसरी यसमा चाहिँ डेटाहरू चाहिँ देखाउँछ। र कुनै ठाउँमा चाहिँ जस्तो अब यो यहाँनिर अब अर्को चाहिँ के छ भने यो भ्याक्सिन खर्चको कुराहरू छ, यो पिसिबीको कुराहरू छ। पिसिबी चाहिँ यो चाहिँ मस्ट बी डिभिजिबल बाई 4 हुनुपर्ने, 109 लाई त 4 ले भाग जाँदैन, त्यसकारण यो पनि एरर भएको छ। किनकि 4 डोजमा आउने पिसिबी भ्याक्सिनको हामीले 109 चाहिँ खर्च कसरी देखायौँ भन्ने कुरा हो। त्यो खोलेपछि भाइल त पुरै खर्च भइहाल्छ, खर्च नै मानिन्छ हाम्रो। त्यसकारणले यो रङ भएको छ, हाम्रो यो गल्ती भएको छ। यसरी चाहिँ हाम्रो कुन महिनामा भयो त, मङ्सिर 2082 मा। र यसलाई सच्याउनको लागि हामीले के गर्न सक्छौँ त, अब उतापट्टि डेटा सेटमा गएर यो डेटा सेट सेलेक्ट गर्छौँ, यो हेर्छौँ, यसको मङ्सिर महिना हेर्छौँ। मङ्सिर महिनामा कुन अर्गनाइजेसनले चाहिँ यस्तो खालको रिपोर्ट गरेको छ त, त्यो हेरेर चाहिँ हामीले सच्याउन सक्छौँ। त्यसरी चाहिँ हामीले चाहिँ यो डेटाहरू चाहिँ डेटाहरूमा भएको एररहरू चाहिँ मिनिमाइज गर्न सक्छौँ। र यो टुल्सको लागि हाम्रो निर्देशनालय गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको हाम्रो प्रवीण भण्डारी सर लगायतको टिमलाई धेरै धेरै धन्यवाद। यसले हाम्रो यो डेटा भेरिफिकेसनमा धेरै नै मद्दत पुर्याएको छ। यहाँहरूलाई पनि धेरै धन्यवाद। र यो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई यो भिडियो यहीँ अन्त्य गर्छु। धन्यवाद। बाई बाई।